हेलो गुड आफ्टरनुन सबैलाई मेरो च्यानलमा स्वागत छ। हेर्नुहोस् आज कपुरबाट हामी जाँदैछौँ ईटानगर। यो भयो अरुणाचल बस्दैछ। म हल्का भ्यू देखाउँदैछु तपाईहरुलाई अरुणाचलको कस्तो छ रास्ताहरू। भानिज म जाँदैछु भानिजको साथीलाई भेट गर्न। फर्स्ट टाइम म ईटानगर आउँदैछु, आजै फर्स्ट टाइम हो। ईटानगरको रास्ता कस्तो छ हेर्नुहोस् होला। रास्ता सानो भए पनि तर धेरै सफा राम्रो। फर्स्ट टाइम भनेर बात गर्दै भानिजसँग म जाँदैछु। तपाईँहरूलाई नजारा पनि देखाउँदैछु। हामीले त ड्राइभ गर्नु नसकिने रहेछ। हल्का नामेर हल्का फोटो क्लिक गऱ्यौँ। धेरै राम्रो सिन आउँछ गसहरू भएको लागि हरियो परियोले गर्दा। त्यहाँबाट हामी गुम्फा गयौँ। गुम्फामा फोटो क्लिक गरेर गुम्फाको बाहिरको सिन ईटानगर गुम्फाको बाहिरको सिन देखाइदिँदैछु तपाईलाई। यो के थाहा भएन, म फर्स्ट टाइम गएको लागि कुन ठाउँ भनेर। भानिजले लगेको भानिजभित्रपछि म बाहिर हल्का फोटो मारेर बसिरहेको छु। हेर्नुहोस् यस्तो छ। यहाँदेखि तल कस्तो देखिँदो रहेछ भनेर कस्तो देखिन्छ भनेर भिडियो गर्दै थिएँ। अनि मेरो भानिजको साथीकोमा होटेल हो। भानिजको साथी चाहिँ कुक गर्छन्, त्यसको लागि उसको हल्का फोटो क्लिक गरेर